चाहिँ चक्का बिग्रेछ र चक्का बनाउनको लागि एउटा साथी जान आँटेको थियो। अनि त्यो चक्का लिएर चाहिँ हाम्रो अङ्कल आउनुभयो। अङ्कल आएर चाहिँ अब त्यो बोरा खोजेर त्यो चक्का भाइले हालो पङ्चर भएको चक्का हालो बनाउन भाइ जान्छ ओह्रालो। यता ढलाइको काम पनि हुँदैछ। अब यहाँ ढलाइको काममा चाहिँ अब कति थिकनेस हाल्यो भनेर चाहिँ जसुकै थिकनेस नापियो। थिकनेस अङ्कलले त्यहाँनिर मिलाउनु भएर चाहिँ थिकनेस नापियो ओऱ्यो। त्यस पछाडि अरू ढलाइको कामहरू भइरहेको थियो। मसला बनाउँदैछन् अब साथीहरूले। हाम्रो अङ्कल चाहिँ एकदम एउटामा कुटुक कुदाउँदै मसला लगाउँदै हुनुहुन्छ। मसला लगेर त्यहाँ अब अरूको अङ्कल मिलाउँदै हुनुहुन्छ। यो अङ्कलले लगेर त्यो बनाउनु भयो। त्यहाँ हाम्रो एकजना दाइ चाहिँ माथिबाट मलाई पनि देखाऊ है भन्नुहुन्छ। यहाँ गिटी उठाउँदै हुनुहुन्छ। अनि अर्को साथीभाइ अब उसलाई त्यो गिटी दिनुहुन्छ। त्यसरी यताउता गिटी साथी हुँदैछ। उसले लगेर अब त्यहाँनिर उसले यता साथीले मसला झार्दैछन् ठेलामा। अब हाम्रो चाहिँ यहाँनिर सिमेन्ट चाहिँ कुन युज भइरहेको छ भन्दाखेरि म गएर हेरेँ। हाम्रो मारुति सिमेन्ट 53 ग्रेड ओपिसी भइरहेको रहेछ। ल ठिक छ भनेर भिडियोसिडियो खिच्यो अरे। हाम्रो भाइले चाहिँ यता पानी हालेर मसला बनाएछ। ऊ चाहिँ त्यहाँनिर मिक्सर चलाउने पऱ्यो। उसले चाहिँ त्यहाँ बनाउँदैछ पानी कति हाल्ने के गर्ने सबै उसले त्यहाँनिर गर्छ। ठेला लिएर आउँदै हुनुहुन्छ हाम्रो अङ्कल। काम धमाधम भएको भएछ। यहाँ डन्डीहरू हेर्ने अरे नाप्यो अरे त्यस्तो छैन सबै काम। अङ्कल चाहिँ मरि गिटी लाँदै हुनुहुन्छ र हाम्रो साथीलाई दिनुभयो। हाम्रो मजाको अङ्कल हुनुहुन्छ। अब अन्तिममा चाहिँ हाम्रो यो रेखा हान्नको लागि अङ्कलले चाहिँ यहाँ रेखा हान्दै हुनुहुन्छ। गाडीहरू नचिप्लियोस् भनेर रेखा हान्नु भनेको थियो। अनि त्यही भएर रेखाको काम हुँदैछ।